पछिल्लो समयमा हास्य कलाकारहरू चाहिँ ठुलो पर्दामा देखिन थालेका छन् होइन। दाइलाई हामीले कहिले देख्ने त समय अब हजुरले भन्दै हुनुहुन्थ्यो होइन। अलिक त्यसलाई अलिक म जोड्न चाहेँ क्या, अलिक अलिक हुन्छ नि त धनकुपा खेती अब कस्तो पर्दामा आउँदै हुन्छ, कुन रूपमा आउँदै हुन्छ भन्ने त तपाईँको फ्यान फलोवर्सहरूलाई क्युरियोसिटी छ नि त। हजुरको प्रश्नलाई एकदम शिरोधार्य गर्दै म चाहिँ अलिक टेक्निकलतिरबाट आउने रोल थोरै खेल्ने डिरेक्सन पछिबाट मैले गर्दाखेरि चाहिँ फिल्म हेर्दै पनि भनेको हो कि होइन, त्यस्तो पनि होइन। अनि नहेर्ने भयो त छक्का पाँचमा 7 सिन खेलेको छु त, हेर त त्यत्रो हो त होइन। अब ऊ लोकन्तीमा खेलेको छु, झन्डै झन्डै फिल्मको आधा नै मैले खेलेको छु। हजुर अलिक पछि हट्नु भयो होइन त्यो अनि अब म मेकिङमा जाने। अब हजुर मेकिङमा जाने, आफू थोरै खेल्नु अरूलाई खेलाउने। मेकिङ डेन्जर हो नि त फेरि, सबभन्दा ठुलो कुरो हो नि चान्स भन्दा मेकिङ एकदम स्ट्रङ छ कि। दाइ एउटा लास्टमा थोरै क्यारिकेचर सहित यो असल बुहारी हेर्नलाई आह्वान गर्नु। कसको क्यारिकेचर? हजुरकै आफ्नो टोनमा तपाईँको चर्चित थियो छ नि, त्यहीबाट भन्दा भयो नत्र यसमा तपाईँको होइन। अब देउबारे भन्दा के पनि हुन्छ त्यही गर्नु पर्ला अब है। ए बाबा भलाइ सबैजनाले भलाइ छ हुन त। मेरो बुढी त अलि असल छैन होइन, भलाइ के चाहिँ नि महारानी भनेर भन्छ भलाइ। तर यस्तो जटिल अवस्थामा सम्पूर्ण नेपालीहरूले, नेपाली मात्र होइन विदेशमा बस्ने सम्पूर्ण नेपालीहरूले कुना काप्चामा जहाँ बस्नु भएको छ, मैले रियाल चुहाए पनि यो असल बुहारी चाहिँ नि दमन रूपमा युट्युब च्यानलमा गएर हेर्नु होला। जय नेपाल। पुरा भएको छ। त्यसैले यो कहानी सरले मलाई सरर सुनाउनु भएको थियो, नारी प्रधानको रहेछ, साह्रै मन पऱ्यो। अनि मैले पनि केही गर्न सक्छु कि भन्ने कुरा गर्दाखेरि हुन्छ नि त, ठिकै छ नि त भनेर भन्नुभयो। त्यसपछि म एकदम खुसी भएँ। त्यसपछि मैले सकाएर गर्न पुगेँ सरसँग। र यसै साथसाथै आज यो असल बुहारी अहिले 7:30 बजे 7:15मा प्रसारण हुँदैछ। तपाईँहरूको चाहिँ एउटा सहयोगबाट र हामी पनि त्यसमा सम्मिलित हुँदै केही चाहिँ राम्रै तरिकाबाट जान्छ कि भन्ने आशा गर्दै अब 7:15मा हाम्रो अपलोड हुँदैछ, त्यसमा सपोर्ट गरिदिनु होला भनेर म विनम्र अनुरोध गर्दछु। यसपछि हाम्रो उत्तम कोदे अर्याल। नमस्कार सम्पूर्ण दर्शक महानुभावहरूमा। अहिले हरिबहादुरको जुत्तामा नि हुनुहुन्छ है। अब त्यो आउँदैछ र म चाहिँ दमन हुँदाखेरि दाइसँग चाहिँ नि धेरै पहिलादेखि उहाँको झ्याइकुटी चाहिँ उहाँले बनाउनु भएको देख्नुभयो त। अनि लास्टमा केहीमा सँगै अहिलेसम्म सहयात्रा गरिरहेको छु। र हामीले चाहिँ अब अस्ति मात्र हामीले चाहिँ एकचोटि ब्रेक गऱ्यौँ लास्ट टाइम त्यही भन्ने। तर पनि मलाई चाहिँ के भने एकचोटि चाहिँ नि अहिले धेरैतिर नारी पर्दा नारीको कुराहरू उठाएका छन्। हरेक कुरा नारीको मात्र छ, तर यो विषयमा चाहिँ कसैले पनि उठाएको छैन क्या, देखेको पनि छैन। यो विषय राम्रो छ दाइ, ल गरौँ त एकचोटि। दर्शकहरूले यसो हेर्दा अरू च्यानलका अरूको हेर्दाखेरि पनि अहिले मान्छे धेरै दुखी नै रहेछन्। मान्छेलाई हाँस्न चाहेका छैनन्, किनभने दर्शकहरू जनताहरू चाहिँ पीडित भएका रहेछन् भन्ने कुरा हामी थाहा पाएछौँ। यो कथालाई लिएपछि अझ झन् सुन्न सुगन्ध हुन्छ कि भनेर हाम्रो चाहिँ असल बुहारी भन्ने चाहिँ आएको छ। सबैले यसलाई हेरिदिनु होला र मनन गरिदिनु होला। कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला र राम्रो लाग्यो भने हामी अर्को निरन्तरता दिँदै जानेछौँ। उठ्यो भनेदेखि रोटी खाँदाखेरि असाध्यै मिठो हुन्छ। त्यही भएर तपाईँहरू पत्रकार साथीहरू भनेको कलाकारको अभिन्न मित्र हो र नङ र मासुको सम्बन्ध छ पत्रकार र कलाकारिता। यो लामो समयसम्म दमन रूपाली कहाँ हरायो, कहाँ गुपचुप भयो भन्ने हाम्रो सम्पूर्ण नेपाली जनहरूलाई थाहा छ। कहाँ गयो किनभने सोधी खोजी पनि भएको होला। म कहीँ पनि छैन, म हामी चाहिँ नि हाम्रै कलाकारितालाई अलिअलि गर्दै घिसार्दैछु। त्यो घिसार्ने क्रममा मैले यो धेरै ठाउँमा जिल्लातिर अब विदेशतिर जाँदाखेरि अलिकति त्यस्तै खालका कुराहरू मैले सुने देखेँ। त्यो भोगाएर देखाइमा जुन अनुभव गरेँ त्यो कुरो चाहिँ नि मैले आज यो असल बुहारी मार्फत प्रेजेन्टेसन गरिरहेको छु। र यो 7:15 बजे मेरो आफ्नै पर्सनल दमन रूपाली युट्युब च्यानलबाट आज बेलुका 7:15 बजे अपलोड हुँदैछ। यो सम्पूर्ण पत्रकार साथीहरूलाई म धेरै केही भन्दिनँ। तपाईँ हामी भनेको दाजुभाइ, भाइ दाइ, बाउ छोरा, छोरा बाउ सबै एउटै हो। तपाईँको लागि पर्दा कलाकार जुट्नुपर्छ, कलाकारको लागि पर्दाखेरि पत्रकार साथीहरू जुट्नुपर्छ। र यही विषयमा हाम्रो नवीनजीसँग भेट भयो। अनि यसो गर्न आएको भनेपछि ल एउटा
रिलिज गर्ने बेला चाहिँ गरौँ नि त, भेटघाट गरौँ, दुःख सुख साटौँ, त्यसबाट चाहिँ समाचार सम्प्रेषण हुँदाखेरि केही मात्रामा तपाईँलाई नि हुने, केही मात्रामा अब भेटघाट पनि हुने भन्ने कुरा भएर हामीले यो बसी बिहालो गरेको यो ठुलो बृहत कार्यक्रम पनि होइन। र असल बुहारी भनेको, नारी भनेको के भने नारी ठुलो शक्ति हो। हामी जुन ठाउँमा अहिले जन्मेर हुर्केर बढेर मर्छौँ, जब हामी उत्पत्ति हुन्छौँ फेरि त्यही विलिन हुन्छौँ। प्रकृति भनेको नारी हो। जुन घरमा नारीको सम्मान हुन्छ, जुन घरमा नारीलाई माया गरिन्छ, आदर गरिन्छ, त्यो घरमा सधैँ लक्ष्मीको बास हुन्छ भनेर हाम्रा पूर्वजहरूले भन्नुभएको थियो। र त्यही कुरालाई हामीले अनुसरण गर्दै नारीलाई कहिले पनि अन्याय गर्नुहुन्न। यसर्थमा पुरुषलाई पनि अन्याय गर्नुपर्छ भन्ने होइन, पुरुष र नारी बराबरै हुन्, तर पुरुषभन्दा बढी नारीहरू चाहिँ अपहेलित, पीडित र हेपाइ पेलाइमा गुज्रिएको अवस्था अहिले पनि यो नेपालमा छ। त्यही अवस्थालाई मध्यनजर राखेर यो असल बुहारी बनेको छ। यो यसको ड्युरेसन भनेको जम्मा 1 घन्टाको छ। यो असल बुहारीमा चाहिँ नि महिला हिंसा विरुद्धको आवाज छ। निसन्तान भयो भनेर महिलालाई एकदम हेपेर घरबाटै निकाल्ने अवस्थाको त्यस्ता कुराहरू छन्। बाँझी बुहारी भनेर हेपाइ गर्ने छ, त्यो कुराहरू छ। कन्क्लुजनमा भन्नुपर्दाखेरि असल बुहारीले के दिन्छ, बुहारी असल छिन्, नारी असल छिन् भन्ने चाहिँ नि सन्देश बोकेर मैले बनाएको छु। यसमा मलाई साथ दिने कलाकारहरू जस्तो अब मिना जीसी, यसै गरी हाम्रो अब उहाँले वरिष्ठ भन्नुभयो, म सानो कलाकार, म वरिष्ठ होइन, म भर्खर सिक्दैछु, म एकदम नितान्त, हाइटले पनि सानो, म कलाकारिता पनि सानो। अनि हाम्रो उत्तम कोदे अर्याल, उहाँ चाहिँ मभन्दा वरिष्ठ। यसै गरी हाम्रो दिपक राई माझी, सुप्रिया लामा, यसै गरी पवित्रा सुनुवार, अनि म चिनाउँदै जान्छु उल्का घिमिरे, उहाँहरू सह कलाकारमा हुनुहुन्छ। सपना कुवर, उहाँ हाम्रो दिलीप ढकाल यही अगाडि हुनुहुन्छ। उहाँ चाहिँ मलाई यो बनाउँदाखेरि हामी 50-50 गरेर बनाएको हो। हाम्रो प्रोड्युसर साहब, यसर्थमा मैले प्रोड्युसर पुरै होइन फेरि तपाईँ हाब हो, यहाँ चाहिँ लेख्दै प्रोड्युसर भनेर लेखेको होइन। अनि यो दमन रुबाहिती भन्ने छ, यसमा चाहिँ मेन लिडिङ रोलमा चाहिँ हाम्रो जुन असल बुहारीको भूमिका चाहिँ मिनु कुमाई, उहाँ अलि सन्चो नभएर आउनु भएन। यता काली माता हुनुहुन्छ, उहाँलाई नमस्कार हुन्छ। यति हाम्रो धेरै कलाकार छैन। यो हिसाबले हामी अगाडि बढिरहेको हो। अब तपाईँहरूले यसो आफ्नो युट्युबमा भ्युज जाला नजाला, तपाईँहरूको समाचार यसो सम्प्रेषण गरिदिनु भने म जस्तो एउटा सानो कलाकार सपोर्ट हुन्छ भन्नको खातिर हामी अब उपस्थित भएको हौँ। अब सबै कुरा बुझिहाल्नुभयो। अब पछि फेरि बोलाउँला तपाईँहरूसँग।